Congratulations. Definitely, I'll come back with my family. Yeah, सबैजनालाई all the best and congratulations. तलदेखि माथिसम्म एकदम राम्रो लाग्यो। एकदम उत्कृष्ट लोकेसनमा पनि छ यहाँहरूको रेस्टुरेन्ट। हुने बिरुवा चिलो पात भने जस्तै कि अलिकति मैले खाना टेस्ट गरेको थिएँ एकदम स्वादिष्ट लाग्यो। Recommend everyone to visit 16T. All the best भन्न चाहन्छु यहाँहरूलाई। जति पनि मैले देखेँ स्पेस तलको र माथिको फ्लोर दुइटाको भाइब कम्प्लिटली डिफ्रेन्ट छ। माथि चाहिँ मोर अलिकति फाइन डाइनिङ खालीको भाइब छ, तपाईँलाई त्यो एक्सपिरियन्स गर्न मन लाग्यो भने पनि तपाईँले पाउनुहुन्छ। अनि अलिकति क्याजुअल डाइनिङ खालीको पनि छ तल र एकदम मेहनत गरेर बनाउनु भएको छ स्पेस, त्यो पनि देखिरहेको छु। सो यहाँहरूलाई अल द बेस्ट। एकदम उत्कृष्ट लोकेसनमा पनि छ यहाँहरूको रेस्टुरेन्ट। सो यहाँहरूलाई एकदम अग्रिम बधाई, अगाडि बढाइ फर सुपर सक्सेसफुल भेन्चर। भिजिट गरी एकदम राम्रो लाग्यो। त्यसको इन्टेरियर डिजाइनहरू भयो तलदेखि माथिसम्म एकदम राम्रो लाग्यो। इभन खाना अलिकति टेस्ट गरिरहेको थियो सुरुमै के भन्छ नि अलिकति हुने बिरुवाको चिलो पात भने जस्तै कि अलिकति मैले खाना टेस्ट गरेको थिएँ एकदम स्वादिष्ट लाग्यो। सेफ पनि एकदमै इन्डियाबाट स्पेसली झिकाएको भन्नुभयो उहाँहरूले। त्यो कारणले पनि हुनुपर्छ इन्डियन फ्लेभर आउने, इन्डियन टेस्ट खानाहरू टेस्टमा इन्डियन सेफ हुँदा त झन् प्लस पोइन्ट भयो। जस राम्रो लोकेसनमा छ, खाना मिठो छ। I will try different dishes and recommend everyone to visit 16T. And I wish you all the best for your new venture and all the success and love. लोकेसन तपाईँको उत्तर ढोका भन्छ यसलाई। क्याभलरी गेट इन्डियन आर्मीको अगाडि छ र त्यसकै अपोजिटमा 16T रेस्टुरेन्ट बार। यसमा दुईवटा कन्सेप्ट छ हाम्रो। एउटा चाहिँ स्ट्यान्ड डाइन कन्सेप्ट भन्छौँ त्यसलाई हामी, जुन तल ग्राउन्ड फ्लोरमा छ। त्यसको मेन मोटो चाहिँ छेउछाउ कर्पोरेट्सहरू धेरै भइदिएको हुनाले त्यसलाई हामीले कोही एकदम रसमा हुन्छन् सबै गेस्टहरू सबै तल स्ट्यान्ड डाइन प्रोजेक्ट गरे हौँ र माथि चाहिँ फाइन डाइन छ जुन यो फ्लोर छ। यहाँ चाहिँ हामीले 3टा क्युबिकल सेपरेट्स राखेको छौँ जसले गर्दा सानो सानो मिटिङ्सहरू कन्फरेन्सेसहरू गर्न सकिन्छ यहाँ। र ल्याभिस फाइन डाइनिङको फ्लोर बनाएर हामीले यसमा गरेको छौँ। अपार्ट फ्रम फुड्स हामीले बारमाथि पनि पर्टिकुलरली ध्यान दिएको छौँ। सो इभन बार इज रियली गुड। यहाँ बार टेन्डरदेखि लिएर सबैजना मिक्सचरदेखि एभ्री वान इज गुड ओभर हियर।